नमस्कार। कहाँदेखि आउनुभयो तपाईँ? म इलाम। इलामबाट आउनुभयो? अनि कति घन्टा भइसक्यो तपाईँ लाइनमा बस्नुभएको? लाइनमा बसेको त लगभग 11:30 देखि बसेको, अहिले भनेको 3 बजे। भने पछाडि यो सिस्टम चाहिँ अलिकति सुधार हुनु जरुरी छ। एकदम। के भन्नुहुन्छ तपाईँ मान्छेहरूलाई होइन, जनताहरूलाई? अनि यो सिस्टमको बारेमा के भन्न चाहनुहुन्छ तपाईँ? यो सिस्टमको बारेमा मलाई चाहिँ के लाग्यो भने यो यसरी यो यत्रो बेर लाइनमा यसरी बस्नुभन्दा बरु टोकन सिस्टम गरेर होइन, यो यसलाई चाहिँ यो जुन मान्छेहरूलाई बिमारी भएर एक त सिरियस भएर आइरहेको हुन्छ अनि डक्टर कुर्दा कुर्दै अझै त्यो बिमारी चाहिँ मारमा परिरहेको र सिस्टममा बदल्दै होइन, यो चाहिँ कुपन सिस्टम गरेर के गरेर सिस्टममा चाहिँ भइदिए अझै राम्रो हुन्थ्यो क्या हामीलाई। अझै राम्रो हुन्थ्यो। यो चाहिँ दक्षिण एसियाकै सबैभन्दा धेरै पेसेन्ट फ्लो भएको हस्पिटल हो क्या फेरि गुल्बा क्यान्सर। धन्यवाद हजुर। हजुर के भन्न चाहनुहुन्छ? अब अलिक सन्चो छैन, अघिदेखि यहाँ बस्दा बस्दै आफूलाई कस्तो गाह्रो यस्तो बिरामी भएर पनि लाइनमा बस्नुपर्ने अवस्था छ होइन? अनि अब अघि सुरुमा 3 बजे भन्नुभएको थियो, अहिले 3:30 बजे हुन लाग्यो। डक्टर यहाँ अब अझै तपाईँको पालो आएर लगभग डक्टरलाई देखाउँदा त आज रात नै पर्छ होला सायद। घर पनि पुगिन्छ कि पुगिँदैन, टाढा छ, समस्या छ जे होस्। समस्या नभए कोही हस्पिटल आउँदैन नि त। हजुर आउँछ त भन्नुहोस् त? आउँदैन एकदम। गाह्रो तर अब बिरामी मान्छेलाई पनि यस्तो गाह्रो बनाएर होइन लाइनमा राखेको छ। एउटा टोकन सिस्टम त राख्न सकिन्छ नि त यत्रो ठुलो हस्पिटलले त। टोकन सिस्टम त यहाँ छन चाहिँ कता कता होइन, यहाँ पनि एउटा सिस्टम। तपाईँको आज मात्र होइन क्या, यहाँ व्यथिति विसङ्गति भनेको आजदेखि मात्रै होइन, धेरै अगाडिदेखि हो। एउटा सिटी स्क्यान गर्नु पनि यहाँबाट रिफर गरेर विजयपुर हस्पिटल अरूतिर पठाउँछ क्या यहाँबाट। तर कस्तो कि बिरामी कति सिरियस भएर आएको हुन्छ अनि डक्टर कुदा कुदै पूजा काट्ने टाइम कुदा कुदै चाहिँ बिरामी अझै बढी चाहिँ तनाव भएर चाहिँ नि झन् धेरै गाह्रो सिरियस भइसक्छ क्या बिरामी। हजुर एकदम होइन, अब सबैको एउटै अवस्था हुँदैन, कोही कमी। तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ जस्तै सम्बन्धित व्यक्तिहरूलाई, निकायलाई चाहिँ के होस् जस्तो लाग्छ तपाईँलाई? हामी सबैजनालाई सर्वसाधारण यहाँ सबै एउटै खालका मान्छे छैनौँ, हामी निम्न वर्गका पनि छौँ, मध्यम वर्गका पनि छौँ होइन। सबैलाई अलिकति सुलभ हुने गरी सुविधा चाहिँ दिनु पर्यो। यो लाइनको बारेमा चाहिँ के भन्न चाहनुहुन्छ? जस्तै लाइन बस्नु परेको छ नि त, लाइन बस्नु परेको बारेमा पनि के छ भने नि हजुर, अब अलिकति बिरामीको अनुहार हेर्दा, आँखा हेर्दा, उसलाई हेर्दा पनि त अलिकति लाग्छ नि यो बिरामी छ भन्ने कुरा होइन। त्यसको लागि चाहिँ एकअर्कामा साथीहरूले पनि मलाई भन्दा उसलाई गाह्रो भएको रहेछ, उसलाई दिउँ न है भनेर एउटा मानवताको हिसाबले सोचेर पनि त्यो गर्नुपर्छ। सानो आफ्नो कर्मले कसैको ज्यान बच्न सक्छ, कसैको त्यो कति थोक चेक जाँच गर्नुपर्ने हुन्छ, त्यो समयमा हुन पुगेर भने दबाई भेट्छ होइन, बिरामीले निको हुन्छ, उहाँहरूलाई पनि पुण्य हुन्छ। म त्यही भन्न चाहन्छु, मानवता चाहिँ कसैले नबिर्सौँ, त्यही हो हजुर मेरो। ल धन्यवाद।